एकदमै केही कुरालाई कसरी कुरा गर्ने भन्ने लागि प्रयास गरेको जुन प्रोसेस निस्कियो हामी यसैमा लागिपरेका छौँ। म सुरुमै अन्य शहीद परिवारहरूलाई भेटेर मैले भनेको कुरा तपाईँले बुझ्नुभएको छँदैछ, तपाईँले सुन्नुभएको छँदैछ मेरो कुरा। हामी पार्टीको यही कुरा सुन्नुभएको छँदैछ। हामी इमान्दार कोसिस गरिरहेको छौँ जसरी भए पनि उहाँको जुन एउटा खेर नजाओस्, त्यो बलिदानी खेर नजाओस्। अहिलेसम्म न्याय मिलेको छैन। अब तपाईँको अब तपाईँले केही गर्नुहुन्छ होइन, हामी त त्यसैले नै त्यसैको म जहाँ पनि भन्दै आएको तपाईँले सुन्नुभएको छ होला। त्यसैको परिणामस्वरूप यस्तो अवस्थामा अहिले चुनाव हुँदैछ। अब चुनावको अर्को विकल्प छैन एउटा राजनीतिक दललाई चुनाव मार्फतै सुशासन दिने हो। म त पहिलेदेखि सुशासनमै लागेको हो। तपाईँको त हामीले त्यो न्युज पहिल्यैदेखिको न्युज त्यो जनतासँग सिधा हेर्दै अब जे जस्तो राज्यले अहिले अन्तरिम सरकारले जे जस्तो कमिटमेन्ट गरेको छ, जे गरेको छ त्यो उसले गर्ने कुरा उसले भइहाल्यो। हामीले पनि एउटा सरकारले राजपथ नै निकालेको छ, त्यो कुरालाई अरू साथीहरूसँग समायोजन गर्दा, राजनीतिक समायोजन गर्दा हामीले जेन्जी आन्दोलन, शहीद परिवार, घाइतेहरूको विषयलाई एकदम प्राथमिकताको साथ नै राखेका छौँ। यो जग नै त्यहीँबाट सुरु भएको हो, अहिलेको निर्वाचन नै त्यहीँबाट सुरु भएको हो। त्यसले गर्दा त्यसको प्रमुख उद्देश्य हामी हेर्दैछौँ। हामी यो कति सकिन्छ त्यो अहिले भन्ने कुरा होइन, गरेर देखाउने कुरा हो। हामी एकदम कोसिस गर्दैछौँ। मुखले बोलेर हुँदैन, व्यवहारले गर्नुपर्ने हुन्छ। र मैले चाहिँ हरेक ठाउँमा भन्दै पनि आउँछु। हजुरले हाम्रो छोराको न्याय दिलाउनुहुन्छ कि भन्ने ठुलो आशा यसमा एकदम म तपाईँलाई दुई कुरा बताउँछु कि इमान्दारी भएको कुरा काम गरेको मान्छे हो। पहिलादेखि तपाईँले मलाई देख्दै आउनुभएको हो। म भर्खरै आएको मान्छे हो। चिन्ता नगर्नुहोस्, हामीलाई पनि थाहा छ यो देशमा सबै मान्छेहरूलाई विभिन्न किसिमले समस्या पाइयो अनि त्यत्रो सुशासन मागेर जाँदाखेरि सही हुनुभएको छ। हामी खेर जान दिँदैनौँ। राज्यको सामर्थ्य आफ्नो ठाउँमा छ, राज्यको आफ्नै क्षमता हुन्छ। राज्यको क्षमताभन्दा ठुलो कुरा गऱ्यो भने राम्रो हुँदैन। राज्यको सामर्थ्यले भ्याएसम्म इमान्दार भएर हामी कोसिस गर्छौँ न्याय मिलोस्, उहाँको बलिदानी खेर नजाओस्। म तपाईँलाई, परिवारलाई, तपाईँहरूलाई यति चाहिँ म वाचा गर्न सक्छु। पहिले पनि म आउने बित्तिकै म घर नगइकन तपाईँ काठमाडौँ जाँदाखेरि पनि छिरेर मैले यही कुरा भनेको छु। म आफ्नो भनाइमा अडिग छु। होइन, मैले भने राज्यको सामर्थ्यले नभ्याएको चिजमा हामी नसकाउँला, तर राज्यको सामर्थ्यले भ्याउने चिज र भोलि राज्यलाई सामर्थ्यपूर्ण बनाएर पनि हामीले शहीदहरूको बलिदान हुन्छ खेर जान नदिउँ भन्नको लागि सम्पूर्ण कुराहरू गर्छौँ। यो हाम्रो जिम्मेवारी हो। तपाईँले हामीलाई बिन्ती गर्नुपर्ने अथवा तपाईँले हामीलाई माग्नुपर्ने कुराहरू यो जिम्मेवारी हो। हामी राजनीतिक दलका रूपमा, हामी नेताका रूपमा, नागरिकका रूपमा यो हाम्रो जिम्मेवारी हो। हामी हाम्रो जिम्मेवारीबाट भाग्दैनौँ। ढुक्क हुँदैन। समय केही लाग्न सक्ला, किनभने धेरै चिज भत्किएको बिग्रिएको समाज छ। यसलाई एक ठाउँमा ल्याउनलाई धेरै कामहरू गर्नुपर्नेछ। थोरै समय लाग्न सक्छ, कहिले गर्नु होला, तर हामी भाग्दैनौँ। यो जिम्मेवारीबाट हामी भाग्दैनौँ। यति तपाईँलाई अहिलेको नयाँ सरकारले केही गर्नु भएन, सुशीला आमाले पनि केही गर्नु भएन। अब हाम्रो सोझा साझाका जनता कसरी मारिदिनु भयो, हामीले खाइ नखाइ कसरी हुर्काइयो, कसरी पढाइयो। हाम्रो नानी त के अरे आन्दोलनमा गएका 5-6 मिनट नहुँदै मार्नुभएछ। अब सरकारले शहीद घोषणा त गर्नु हो, तर न्याय पाएको छैन। हजुरले न्याय दिलाउनु म ठुलो आशा राखेको छु। जस्तै तिनी हत्याराहरू चाहिँ अब खुल्लिया हिँडिरहेको छन् होइन। अब अहिलेसम्म न्याय मिलेको छैन। अब न्याय मिले जस्तो महसुस होस्। हाम्रो जिम्मेवारी हो। हाम्रो जिम्मेवारी बोलेर भन्दा गरेर गर्नुहुन्छ। हाम्रो जिम्मेवारी हो। त्यसैको जगमा टेकेर अहिलेको यो परिवर्तन हामी खोजिरहेका छौँ। जुन परिवर्तन गर्न खोजिरहेका छौँ, हामीसँग धेरै परिवारहरू जोडिनु भएको छ। हामीसँग नै आशा र अपेक्षा गरेर नयाँ साथीहरूले भन्नुभयो त्यो नयाँ मिल भन्नुभयो। पालिनजी हामी एकै ठाउँमा आएको पनि एउटा कारण छ। अरू नयाँ शक्तिहरूसँग कोसिस गऱ्यौँ। हामीले अझै केही साथीहरूलाई कोसिस गर्दैछौँ चुनाव पछाडि पनि गर्न सकिने राम्रा नयाँहरूसँग भोलि कसरी सहकारी गर्न सक्छ भन्ने गरेर यो हाम्रो कर्तव्य हो। हामी यसमा एकदमै अडिग छौँ। हामी पछि हट्दैनौँ। यति तपाईँलाई बताउँछु, हामी पछि हट्दैनौँ। तपाईँहरू एक्लो हुनुहुन्न। जे बित्यो, जे गयो, जे घुम्यो त्यो प्राप्त हुन सक्दैन, तर न्याय त दिन सकिन्छ नि।
न्यायका लागि तपाईँहरू एक्लै हुनुहुन्न, यति चाहिँ तपाईँहरू निर्भर गर्नु होला। हामी सकेको, लागेको, पुगेको हरसम्भव कोसिस गर्छौँ।